एउटा आमा जसको एकजना छोरा र एकजना छोरी थिए। दसैँ पनि गयो, तिहार पनि अब जान्छ बिस्तारै, तर घरमा न छोरा छ न छोरी। अब ती आमाको मनमा के कुराहरू खेलिरहेको हुन्छ होला तपाईहरु सोच्नुस् त। ती आमाको, ती बाको मनमा कति धेरै कुराहरू खेल्छ होला। तर पनि उहाँहरूले कहिले पनि फ्लेक्स गर्नु हुँदैन कि मेरो मनमा यस्तो बितिरहेछ भन्ने कुरा, सबै कुरा ठिक छन् भन्ने कुरा देखाउनुहुन्छ, तर वास्तवमा हुनुहुन्न के। किनकि म बुझ्छु एउटा बहिनी थिए मेरो, ऊ अहिले बिहे गरेर गएको छैन। बिहे गरेकोमा मलाई कुनै पनि आपत्ति छैन हैन, उसको फ्युचर लाइफ चाहिँ राम्रो होस् हैन, त्यही भन्न चाहन्छु। र अरु त के भन्नु, बेस्ट विशेस फर योर फ्युचर हैन, यो भिडियोबाट भन्न चाहन्छु। उसँग बोल्न नि पाएको छैन हैन, खै फोन गर्दा फोन पनि उठाएको छैन, र उसले नउठाएको भन्दा पनि अनलाइनै देखेको छैन। त्यही अनि त्यसपछि अर्को भनेको, अनि आज लक्ष्मी पूजाको दिन सबैको घरमा लक्ष्मी जस्ता दिदीबहिनीहरू छन् हैन, र आज मेरो घरमा चाहिँ लक्ष्मी जस्तो बहिनी छैनन् हैन। तर नि के छैन, उहाँको घरमा लक्ष्मी भएर भित्रिएको छ, त्यो पनि एउटा खुसीको खबर हो। अनि अर्को भनेको अब लक्ष्मी अब घरमा चाहिँ लक्ष्मी जस्तो बुहारीको खाँचो परेको जस्तो अनुभव भएको छ। किनकि तर त्यसो भन्दै गर्दाखेरि चाहिँ म अहिले बिहे गर्छु चाहिँ भनेको छैन है। मेरो अहिले किन भर्खर त 21 वर्ष भएको छ, अहिले बिहे गरेर के गर्ने, मलाई चाहिँ त्यस्तो लाग्छ कि अझै धेरै कुराहरू गर्नुपर्ने छ, त्यो गर्छु। मम ड्याड तपाईहरु चिन्ता नलिनुस्, तपाईको छोराले गर्छ, केही न केही चाहिँ गरिन्छ हैन, चिन्ता नलिनुस्, तपाईको छोरा छन्। अनि सबै कुरा ठिकै छ, ठिकै मानेर हिँड्नुपर्छ हैन, यस्तै छ जिन्दगी, चलाउनु पर्ने हुन्छ, अल इज वेल भनेर हिँड्नुपर्ने हुन्छ। सो अरु त धेरै कुरा के गर्नु हैन। र ह्यापी दसैँ भन्न चाहन्छु मम ड्याड तपाईहरुलाई, र जति पनि नेपाली दाजुभाइ दिदीबहिनीहरू सबै हुनुहुन्छ र मेरो साथीहरू हुनुहुन्छ, सबैजनालाई मिस यु भन्न चाहन्छु, र ह्यापी तिहार पनि भन्न चाहन्छु। ह्यापी दसैँ भन्नलाई अब दसैँ त गइसकेको छ। ह्यापी दसैँ टु यु अल एन्ड लभ यु अल, मेरो साथीहरू हैन, मेरो अङ्कल आन्टी मामा माइजू हजुरबा हजुरआमा मम्मी ड्याडी सबैलाई चाहिँ ह्यापी दसैँ, र बहिनीलाई पनि स्पेसली ह्यापी दसैँ ह्यापी तिहार भन्न चाहन्छु। सरी ह्यापी तिहार भन्न चाहन्छु। ह्यापी दसैँ भन्दा ह्यापी दसैँ यो कहिलेकाहीँ वर्ड निस्किँदो रहेछ हैन। ह्यापी तिहार है सबैजनालाई। सो बाइ, चिन्ता नलिनुहोस् है, तपाईँको छोरो ठिकै छ।